Hello guys, welcome back to my another vlog. Today we 5 guys are going to running, so enjoy the vlog. हामी चाहिँ त्यसो लाग्देको हो यहाँनिर चाहिँ केटाहरू रनिङ गर्दैछ हामी चाहिँ अहिले चाहिँ अप्पर तुरुक आइपुगेको छ अप्पर तुरुकको गुम्बा यहाँनिर चाहिँ केटाहरूले पढिरहेको छ यहाँनिर केटाहरू रेस्ट गरिरहेको छ हो अब यहाँबाट जानुपर्छ उता हेर्दै गर्नुहोस् होला हामी चाहिँ अहिले पुतली डाँडा आइपुगेको हो यहाँबाट अझै उता जानुपर्ने अरे यहाँबाट तपाईँहरूको दामी सिन देख्दैछ हो यतापट्टि देख्दै गरेको चाहिँ सेल्पु होला सायद यतापट्टि यो जुम गरेर देखाएको चाहिँ तपाईँहरूलाई बालासन रिभर यो देख्दै गरेको चाहिँ जोगी घाटको खोला रहेछ र्याङ खोला अनि हामी चाहिँ मालदिराम आइपुगे गाइस यहाँबाट दामी यहाँनिर चाहिँ मालदिरामको स्माइल जोन रहेछ यहाँबाट पनि दामी देख्दो रहेछ यो देख्दै गरेको तपाईँको मालदिराम टी गार्डन हो यो एकदम माथि तल डल्लै टी गार्डन चिप्स ल्याइसकेछ हो यतिको दामी थियो तर कसम देखेको थिइनँ नि मैले त चारजना मसँग 5जना यहाँ टक्कै हो गाइस ओह्रालो चाहिँ यस्तो दामी नजारा देखिरहेछ उकालो यो त यो चिया अस्ति दिनमा हामीले कति पो हाल्ने घर फर्किएको हो अब रनिङ गरेर अब रनिङ गर्दै फर्किनुपर्छ घर फर्केको अघि आउँदाखेरि यो बाटो आएको थियो अब यो बाटो जानु तपाईँहरूलाई क्लिप्सहरू देखाउने छु यहाँ कुकुरहरू पनि हाम्रो सपोर्ट गर्न आएछ हो हाम्रो केटाहरू यहाँ छ है त्यो धुपेन भाइ त्यो साइब्रिस हो साइब्रिस हो होइन केटाहरू छ यहाँ फर्स्टै उयोमा है फर्स्ट रनिङमै हामीले कति किलोमिटर हान्थ्यो गाइस भनिदिइहाल त 3.5 किलोमिटर हानेर आएको हो ला बाटो छैन क्या ए गाइस यहाँबाट पनि दामी देख्दो रहेछ भ्यू वाउ भाइ लडिस कसको केटाहरू छ यहाँ यी राघव हेलो भन्दैन लडेर कस्तो लागिरहेछ मेन जङ्गल त यहाँबाट रहेछ नि त आम्मामामा
चियापत्तीको बगान रहेछ नि यहाँबाट पनि रहेछ स्याकडी छ त डर लाग्यो भाइ आम्माम यतिको जग्गा चाहिँ कसम गाइस यहाँ चाहिँ कुछ भी हो सकता है कुछ भी हो सकता है के हुँदैन कुछ भी हो सकता है गाइस कुछ भी मतलब कुछ भी यो त साह्रै एडभेन्चर भन्यो भाइ यो त हो त भाइ गाइस तपाईँहरूलाई चाहिँ म एकपल्ट वाइल्ड फायर लागेको देखाइदिन्छु हो यहाँनिर लागेको थियो एकपल्ट आगो 2023 मा भन्छ केटाहरूले 2023 मै लागेको है केटा हो यहाँनिर चाहिँ मेन सोर्स रहेछ हो कुकुरले चाहिँ हान्दै रहेछ पुल होइन भाइ सोर्स हौ यहाँनिर आइपुग्यो हामी चाहिँ गाइस अझै यहाँ पनि रहेछ आगो लागेको धुप्पीहरू अब त केटाहरू अगाडि हिँड्यो हो सालाहरू है जङ्गलमा चाहिँ मलाई अगाडि पर्छ साला यति सानो एरिया कभर गरेको थिएन रहेछ फायर आगोले चाहिँ अम्बो गाइस यो चाहिँ के बन्नेको अहिले हामीलाई पनि थाहा भएन अब हामी चाहिँ रोड आइपुगे ल रोड पनि निक्ल्यो गाइस गाइस हामी चाहिँ पौडी खेल्नु गएको हो आज चाहिँ 2 भाइ मात्रै जाँदैछु अनि अरू चाहिँ जाडो भएर आएन हामी 2 भाइ मात्रै हामी चाहिँ खोला पुगे अब चाहिँ 1-2 डाइभ हानेर चाहिँ घर फर्किनुपर्छ खोला आइपुगे हामी चाहिँ हो गाइस हामी चाहिँ खोला पुगे अब चाहिँ पौडी हेर्नु होला पौडी खेलिसकेर हामी लागेको 2 भाइ उकालो कामदै हो उकालो हामी चाहिँ लागेको माथि तपाईँहरूले रोड देखाउँछु हाम्रो गाउँको कच्चा रोड आइपुग्यो अब यहाँबाट उकालो जानुपर्छ हामी चाहिँ हो गाइजहरू आजको लागि भ्लग यति थियो थ्याङ्क्स फर वाचिङ टिल एन्ड एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल